छोरीको छोरो तोरीको साग, अदुवाको अचार पितृको भाग, सालको टपरी बुहारीको हात, मसिनो चामल घिउसँग भात। जसको घरमा सालको टपरी हुनुपर्छ, दुना हुनुपर्छ सजन, गाईको घिउ थोरै भए पनि घरमा राखिरहनुपर्छ। दुना टपरी भनेको जति बेला जे पनि सक्छ होइन, श्राद्ध आउन सक्छ, त्यस्तो बुहारी चाहिँ महान बुहारी हुन्छन्। सुन्नुहोस् है, अहिले त बजारमा पाइन्छ, किनेर ल्याएर राख्नुपर्छ। जुन पूजाका लागि पनि दुना टपरी चाहिन्छ, हवनको लागि पनि, ग्रह पूजाको लागि पनि, थोरै कपुर, सिक्का पैसा, जौतिल, पूजा सामान अनि गाईको घिउ घरमा जरुर राख्नु होला। त्यहाँ पितृको बास हुन्छ। गाउँको चामल त्यसलाई निफिनेर सग्ला शुद्ध चामल एउटा बट्टामा सफा गरेर चाहिँ पूजा ठाउँमा राख्ने, ताकि त्यो चामल 1 वर्षसम्म पुगोस्। आफूले खानुभन्दा पहिला चामल निकालेर पितृको नाममा छुट्टै एउटा बट्टामा, कुलको नाममा छुट्टै एउटा बट्टामा राखिदिने र दैनिक पूजा गर्नका लागि छुट्टै एउटा बट्टामा राखिदिने सजन। आहा, योभन्दा ठुलो धर्म अरू कुनै पनि हुन सक्दैन। म त भन्छु यहाँ कुलको नाममा बत्ती बाल्ने र दियो छुट्टै हुनुपर्छ, पितृको नाममा बाल्ने बत्ती छुट्टै हुनुपर्छ र पञ्चायत देवताको नाममा बाल्ने बत्ती दियो छुट्टै हुनुपर्छ। अब विशेष बनजारीको पर्व आउँछ, बनजारीको नाममा बाल्ने बत्ती छुट्टै हुनुपर्छ। घरमा 4-5 र दियो, बरु अरू कुरा नकिन्ने 4-5 र दियो, राम्रो बाक्लो खालको दियो घरमा जरुर हुनुपर्छ। कसको लागि? भगवानको लागि।